मौरी खर्कामा देखिएको स्मल हाइट बिटल व्यवस्थापनको लागि हामीले यो बिटल ट्र्याप प्रयोग गरिरहेका छौँ। यसमा चाहिँ सूर्यमुखीको तेल हामीले प्रयोग गरेका छौँ। साथसाथै बिटललाई मनपर्ने पोलन पनि हामीले यसमा राखेका छौँ र पोलनले गर्दाखेरिमा स्मल हाइट बिटलको चाहिँ वयस्क आकर्षण गर्छ र त्यस ट्र्यापको यो मसिनो प्वालहरूबाट छिद्रहरूबाट छिर्छ र तेलमा डुबेर मर्दछ र यसरी तयार गरिएको यो बिटल ट्र्यापलाई हामीले मौरी घारमा राख्न गइरहेका छौँ र मौरी घारमा जुन चाहिँ सङ्क्रमित छ, जुनमा चाहिँ स्मल हाइट बिटल देखिएको छ, त्यसमा हामीले राख्न गइरहेका छौँ र यसरी तेल राख्ने काम सकिएको छ र स्मल हाइट बिटल ट्र्यापलाई हामीले यो दुईवटा फ्रेमको बिचमा पर्ने गरेर हामीले राखेका छौँ। यसरी हामीले राखेका छौँ र जसले गर्दाखेरिमा यहाँ रहेका स्मल हाइट बिटलहरू नियमित क्रममा यी पोलका छिद्रहरूबाट छिर्नेछन् र छिरेपछि यो तेलमा डुबेर मर्नेछन् र यसरी मरेका स्मल हाइट बिटल ट्र्यापहरूलाई स्मल हाइट बिटललाई बाहिर निकालेर हामीले चाहिँ यस्ता खालका बिटलहरूलाई नियन्त्रण गर्न सक्छौँ।